प्रधानमन्त्री केपी शर्मा ओली हेलीद्वारा धनगढी कबड हलमा अवतरण पश्चात सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको। त्यसपश्चात धनगढी उपमहानगरपालिकामा निर्माण सम्पन्न रहेको सिटी हलको उद्घाटन गरे पश्चात काठमाडौँको लागि हेलीद्वारा प्रस्थान गर्नुहुने कार्यक्रम रहेको। अहिले चाहिँ यो हेली कबड हलमा अवतरण गर्ने तयारीमा छ। ठ्याक्क हामी अहिले यो हेली चाहिँ यो गोठालो रेस्टुरेन्ट माथि उडिरहेछ। हेर्नुहोस् भाइ प्रदर्शन गरे है कि उनले सबै धुलो उडाएर हाम्रो शिरमा हेर्नु अब को निस्के भित्रबाट तपाईँ आफैले अनुमान गर्नु होला, आफैले हेर्नु होला है ल। दूरीबाट छ साथीहरू, अनि अब त्यत्रो लगभग 300 मिटरको दूरीमा छौँ साथीहरू हामी। ल हेर्नु को आयो तपाईँहरू। केबी भाइ ल उता आयो केबी बाबु। ल हेर ल यता आयो केबी भाइ। केबी भाइ ल हेर यता हेरे केबी भाइले। हामीलाई गाली गरेर हान त्यो पछाडि तन्का आएको तपाईँहरूलाई के गरिहाल्यो नि। त्यहाँ पब्लिक किन भन्नु छिर्न लागिसक्यो। यहाँ भ्यालु छैन त हेर्दै आउँदैन।